टिक 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 यस्तै आवाजले अनि ट्र्याक्टर जस्तो ट्यार्र टुर्र आवाजले हामी रोयल एनफिल्डको बाइकमा एकदमै हैरान भइसकेको छौँ। हाम्रो एकजना दाइ एकदमै हाम्रो टाढादेखि आएर यो बाइक चाहिँ बेच्ने अवस्थामा पुगिसक्नु भएको रहेछ। हामीले सर्र खोल्यौँ, हामीलाई हेर्ने बित्तिकै थाहा भइहाल्यो दाइको चाहिँ भित्र क्लच प्लेट पुरै डढेर कालो भइसकेको रहेछ। एकदम यति कालो भइसकेको रहेछ कि यसमा भएको यो क्लच प्लेटको धुलोहरू चाहिँ यही इन्जिनमा यताउता घुमेर त्यही आवाज ख्यार्र खुर्र आइसकेको रहेछ। अनि हाम्रो साथीहरू यताउति जानुहुन्छ, अब हाम्रो वासिङका भाइहरू पनि मेकानिक्स भइसकेका छन् बजारमा, उनीहरूले चाहिँ हाइड्रोलिक भनिदिन्छन्। सुनेकै त्यही छ, हाइड्रोलिक कहिले पनि बिग्रिँदैन। हाम्रो युसी इन्जिनको हाइड्रोलिक कहिले पनि बिग्रिँदैन है, त्यो चाहिँ 100% ग्यारेन्टी हो। अरू कुराहरू गएको हुन्छ। अनि मैले दाइको यो समस्या ट्याक्क पत्ता लगाएर दाइ यस्तो यस्तो हो, अब बाइक नबेच्ने भनेर फेरि दाइलाई ट्याक्क बनाएर दाइको यो बाइक अब नयाँ यस्तै भइहाल्छ, दाइलाई पिर छैन। तपाईँहरू पनि यस्तै ट्र्याक्टर जस्तो आवाज आइरहेछ, टिक 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 आवाज आइरहेछ, छ्यार्र छुर्र आवाज आइरहेछ, बाइक चलाउन एकदमै गाह्रो भइरहेछ। अनि रोयल इनफिल्डको बुलेटको एकदमै राम्रो सर्भिस सेन्टर छैन भनेर अहिले बजारमा एकदमै समाचारहरू पनि आइरहेछ, न्युजहरू पनि आइरहेछ, सबैतिरबाट कम्प्लेन आइरहँदाखेरि प्लिज वान एन्ड ओन्ली वान देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा हजुर आइदिनु भयो भने चाहिँ हजुरहरूले थाहा पाउनुहुन्छ है, देशमा राम्रो सर्भिस सेन्टर पनि छ है। तपाईँहरूको समस्याको समाधान हामी 100% ग्यारेन्टीको साथ एकदमै तपाईँलाई खुसी बनाएर गर्छौँ। केही पऱ्यो भने हाम्रो बुलेट सर्भिस सेन्टर बालाजुमा आइदिनु होला। देशकै नम्बर 1 हाम्रो मनिष देवकोटा, म च्यालेन्ज गर्छु हाम्रो वासिङ गर्ने भाइहरूलाई, 2-4 जना यहाँबाट सिकेर गएर वासिङ गर्दा गर्दै यताउति गएर कोही उल्टो फिल्टर हालेर मैले बिदा गरिदिएका साथीहरू पनि छन् बजारमा। उनीहरूलाई म के च्यालेन्ज गर्छु भन्दा हाम्रो मनिष देवकोटा भन्दा चाहिँ ट्यालेन्ट मेकानिक्स सायदै यो देशमा छैन होला है त। केही पऱ्यो भने आइदिनु होला हजुर। धन्यवाद सबैजनालाई।